सो हेलो एभ्रिवान, दिस इज सुदीप. आई डु रियल इस्टेट इन काठमाडौँ र आजको भिडियो रहेको छ हामीले इलेक्ट्रिसिटी बिल चाहिँ आफ्नो नाममा कसरी ल्याउने त. हजुरले प्रपर्टी पास गरेर लालपुर्जा चाहिँ आफ्नो नाममा ल्याइसक्नुभयो र इलेक्ट्रिसिटी बिल ल्याउनु भएको छैन र के डकुमेन्ट्सहरू चाहिन्छ, कहाँ गएर इलेक्ट्रिसिटी बिल आफ्नो नाममा ल्याउने भन्ने बारेमा कन्फ्युज हुनुहुन्छ भने दिस भिडियो इज फर यु. स्टार्ट गरौँ है त. डकुमेन्ट्सहरू नर्मल्ली हामीलाई फर्स्टमा त त्यो इलेक्ट्रिसिटी बिलको कार्ड चाहिन्छ, त्यसमा भएको कोड चाहियो. त्यसपछि भनेको ओनर अथवा त्यो प्रपर्टीको ओनर सेलर चाहिँ हाम्रो इलेक्ट्रिसिटी अफिसमा आउनु पर्यो र उहाँले चाहिँ मन्जुरीनामा दिनु पर्यो. त्यसपछि भनेको यदि उहाँ आउन सक्नु भएन, अफिस आउन सक्नु भएन भने अफिसको मान्छेले चाहिँ 35 डेजको चाहिँ एउटा सूचना निकाल्छ, पत्रिकामा छाप्छ र 35 डेजसम्म चाहिँ कसैले रोक्का सोका गरेन, दाबी गर्न आएन भनेपछि चाहिँ त्यो हजुरको नाममा पास हुने जान्छ. र हामीले पास गर्दाखेरि चाहिने डकुमेन्ट्सहरू के हुन् त. फर्स्टमा हजुरको नागरिकता चाहियो, त्यसपछि जग्गाधनी लालपुर्जा चाहियो. यदि 2 जनाको नाममा छ अथवा 3 जनाको नाममा छ भने चाहिँ उहाँहरूको मन्जुरीनामा चाहिने भयो. र यदि त्यो प्रपर्टी त्यो इलेक्ट्रिसिटी बिल कसैको नाममा छ जो उहाँ चाहिँ बितिसक्नु भयो भनेपछि चाहिँ उहाँको चाहिँ मृत्यु प्रमाणपत्र चाहिने हुन्छ. यति नै छ. र हाम्रो अफिस चाहिँ तपाईँको रत्न पार्क चोकदेखि बागबजार आउने साइडतिर तपाईँको लेफ्ट साइडतिर पर्छ. लेफ्ट साइडतिर हेर्दै जानुभयो भने आकाशे पुल नपुग्दै इलेक्ट्रिसिटीको अफिस छ, त्यहाँ गएर हजुरले मजाले आफ्नो नाममा नामसारी गर्न सक्नुहुन्छ. हस्, थ्याङ्क यू.